नमस्ते आनेगासेयो एज अ प्रमिस्ड मैले आज चाहिँ हिजो भनेको टपिकमा भिडियो ल्याएको छु। आज चाहिँ ब्लग भन्दाखेरि पनि साउथ कोरिया आउने D2 भिजा स्पेशली फर D2 भिजा है स्टुडेन्ट भिजामा आउने हुनेहरुको लागि चाहिँ मैले भिडियो बनाएको। फर्स्ट प्रोसेसदेखि अन्तिमसम्मको लागि के गर्नुपर्छ, कस्तो माइन्डसेट बनाउने, के गर्ने सबै कुरा भनिदिन्छु। आजको भिडियोमा चाहिँ पुरै डिटेली चाहिँ भन्दिनँ, जस्ट आउटलाइनहरु भनिदिन्छु। इफ मैले भन्दै गर्दाखेरि केही क्वेशनहरु आयो भने लाइक कमेन्ट गरिदिनु, म त्यसमा एउटा छुट्टै भिडियो सबै कमेन्टहरु गरेर छुट्टै भिडियो बनाउँछु। अथवा केही यो अहिले जतिवटा टपिक भन्छ त्यसको इज एन्ड एभ्री टपिकको लागि चाहिँ एक्स्ट्राहरु मतलब त्यही टपिकमा एउटा भिडियोमा चाहिँ त्यही टपिक समेटेर त्यसलाई नै फुल डिटेली भनेर चाहिँ म भिडियो बनाएर पोस्ट गरिदिन्छु। यो सबै कुरा छोड्दिउँ र आजको मेन टपिकमा जाउँ, भिडियोको मेन मोटिभमा जाउँ। र पहिलो कुरा चाहिँ के छ भन्दाखेरि प्रोसेसमा सबैभन्दा फर्स्ट कुरा चाहिँ माइन्डसेट चाहिँ एकदमै क्लियर हुनुपर्यो। किनभने साउथ कोरिया आउनु, आफ्नो देश छोड्नु, आफ्नो घर छोड्नु यो एउटा कुनै पनि मजाक हैन। त्यही भएर माइन्डसेट सबैभन्दा सुरुमा क्लियर हुनुपर्यो। सबैभन्दा सुरुको स्टेप चाहिँ मैले माइन्डसेट राखिदिएको छु। माइन्ड क्लियर हुनुपर्यो, के गर्न लागेको, किन गर्न जान लागेको, के सोचेर गर्न जान लागेको, कस्तो कुन हिम्मत लिएर जान लागेको भनेर सबै कुरा सोचेर एप्लाई गर्ने। अनि सेकेन्डमा चाहिँ के छ भन्दाखेरि फाइनान्शियल स्टेबिलिटी पनि सबैभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा हो। किनभने हामीले सुनेको छौँ साउथ कोरिया D2 भिजामा जानको लागि त्यति पैसा लाग्दैन, अरू कन्ट्री भन्दा सस्तो छ भनेर सुनेको छौँ। त्यो साँचो पनि हो, अरू कन्ट्री भन्दा धेरै नै सस्तो छ प्रोसेस गरेर आउनको लागि हैन। त्यही भएर त्यति त्यो सस्तो भए पनि पैसा त पैसा हो नि त। बिकज हामी इफ काठमाडौँबाट कुनै ठाउँ जानु पर्यो अथवा कुनै ठाउँबाट कुनै ठाउँ जानु पर्यो, आफ्नै देशमा जानु पर्यो भने त हामीले पैसा चाहिन्छ भने झन् साउथ कोरिया आउनु भनेको आफ्नो देश छोडेर, आफ्नो घर छोडेर धेरै नै टाढा आउनु हो। त्यही भएर फाइनान्शियल स्टेबिलिटी पनि हुनु पर्यो। फाइनान्समा आफू कन्फिडेन्ट हुनु पर्यो कि यतिले चाहिँ मलाई पुग्छ, यतिले चाहिँ यति वर्षको लागि पुग्छ, उता गएर कमाइ भए पनि नभए पनि यतिले चाहिँ मलाई पुग्छ भनेर चाहिँ त्यति चाहिँ सुरुमै रेडी गर्ने। अनि यता आएर कमाउने ओर्ने त फाल्टै कुरा भयो, तर इफ इनकेस त्यस्तो कमाउनु सकिएन ओरेन भने धेरै आफूलाई नै गाह्रो हुन्छ नि त। त्यही भएर सुरुमै पैसा रेडी गर्ने, फाइनान्शियल स्ट्रङ बनाउने, अनि त्यसपछि बल्ल हामी अर्को प्रोसेसमा जान सक्छौँ। फर्स्टमा के हुनु पर्यो, माइन्ड सेट हुनु पर्यो, माइन्ड क्लियर हुनु पर्यो। सेकेन्डमा फाइनान्शियल स्टेबिलिटी हुनु पर्यो, फाइनान्शियल स्ट्रङ हुनु पर्यो। अनि त्यसपछि भनेको हाम्रो एकाडेमिक क्वालिफिकेसन पनि मिट हुनु पर्यो साउथ कोरियामा आउनको लागि। पहिला त लाइक त्यो पनि 2006-07 त्यस्तै समथिङ हुँदाखेरि पनि साउथ कोरिया D2 भिजामा स्टुडेन्ट भिजामा आउन सक्थ्यो होइन, सजिलै आइरहेको हुन्थ्यो। तर के भयो भन्दाखेरि पहिला सजिलो भएर नेपाली स्टुडेन्टहरू एकदमै धेरै भयो साउथ कोरियामा। त्यही भएर उनीहरूले चाहिँ अब हरेक इन्टेकमा एकाडेमिक बढाइरहेको छ, कि त आइएल्टिएसको स्कोर बढाइरहेको छ, कि त केही मागिरहेको छ नि त होइन। त्यही भएर एकाडेमिक पनि स्ट्रङ नै हुनु पर्यो, एकाडेमिक रिक्वायरमेन्ट मिट हुनु पर्यो। त्यसपछि चाहिँ हामी अर्को स्टेपमा जान सक्छौँ। अनि त्यसपछि हाम्रो आउँछ ल्याङ्ग्वेज। साउथ कोरिया आउनु पर्ने छ, साउथ कोरिया जाने सोच छ, जेमा होस्, काम गर्न होस्, स्टुडेन्ट भिजामा होस्, घुम्न होस्, ओर्न होस्, जे गर्न होस्, इफ साउथ कोरिया आउँदै हुनुहुन्छ भने र सोच बनाइसक्नु भएको छ भने ल्याङ्ग्वेज पढ्न सुरु गरिहाल्दा हुन्छ। म साउथ कोरिया जान्छु, यता सोच गर्न म ल्याङ्ग्वेज पढ्न थाल्छु, यता गर्न थालिहाल्ने। किनभने ल्याङ्ग्वेज चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट कुरा हो साउथ कोरियामा। लाइक साउथ कोरियाको एयरपोर्टबाट बाहिर पनि होइन, साउथ कोरियाको मा पुगेर त्यो प्लेनबाट बाहिर खुट्टा टेकेपछि त्यहाँदेखि हामीलाई रियलाइज हुन थाल्छ कि ल्याङ्ग्वेज कति इम्पोर्टेन्ट हो। मैले मेरो साथी सबैले भोगेको छु नि, त्यही भएर मैले आफ्नो एक्सपिरियन्स भनेको होइन। त्यही भएर कसैले सोध्छन् नि त म ल्याङ्ग्वेज पढ्दिनँ, केही एक्सपिरियन्स लिन्छु, काम सिक्छु, सर्टिफिकेट निकाल्छु, त्यहाँ गएर पढ्दै पार्ट टाइम गर्दै काम सिकेँ कि पार्ट टाइम गर्दै पैसा कमाउँछु भन्ने सोच हुन्छ कसैसँग। त्यो सोच चाहिँ नभोग्दाखेरि हुन्छ। बरु त्यो काम सिक्ने काम गरेको एक्सपिरियन्स सर्टिफिकेटतिर लाग्ने भन्दा बरु एउटा शब्द एउटा मिनिङ भए पनि सिक्ने आउने, द्याट विल बी यर बेस्ट अप्सन होइन। अनि त्यो ल्याङ्ग्वेज पछि आउँछ हाम्रो डकुमेन्ट पनि मैले अहिले जुन पोइन्ट भने त्यो सबै
इम्पोर्टेन्ट पोइन्ट हो होइन। त्यही मध्ये एउटा हाम्रो डकुमेन्ट पनि पऱ्यो, यो सबभन्दा इम्पोर्टेन्ट पोइन्ट हो। कसैले चाहिँ के गर्छन् भन्दाखेरि डकुमेन्टहरू फोटोसप गर्ने, लाइक अब वार्ड कार्यालयमा सिए रिपोर्ट के डकुमेन्टहरू हुन्छ, म यसको पनि छुट्टै भिडियो बनाइदिन्छु के डकुमेन्ट हुन्छ भनेर होइन। अनि म के भन्दै थिएँ भन्दाखेरि कसैले चाहिँ डकुमेन्टको नाममा फोटोसप गर्छन्, एडिट गर्छन्, एमएसीमा पठाइदिन्छन्, लास्टमा रिजेक्टेडको स्ट्याम्प पाउँछन्। त्यो गल्ती चाहिँ नगर्नु। मेरो साथीहरू पनि गरेको थिए अनि तिनीहरूको रिजेक्टेड पनि भएको छ र सबैलाई मैले सचेत गराइदिएको अहिले नै। त्यसैले डकुमेन्ट बनाउँदाखेरि चाहिँ अलिक राम्रोसँग ध्यान दिएर मजाले गाइड लिएर को कोरिया पुगिसकेको छ, कोले लाइक त्यस्तै काम गर्छन् जस्तो कन्सल्टेन्सीहरू भयो होइन, त्यहाँनिर मजाले बुझेर आफै मजाले कन्सल्टेन्सीको मात्रै भर पर्नु पर्ने, आफू पनि हल्का रिसर्च गर्ने डकुमेन्ट चाहिँ एकदमै जेन्युन बनाउने। रियल त सबैको नहोला, सबैको फेक नै हुन्छ, हाम्रो पनि सबै त रियल थिएन होइन। त्यही भएर फेकै भए पनि अलिकति जेन्युन जस्तो देखिने चाहिँ बनाउने क्या, जेन्युन जस्तो देखिने भने हेर्दाखेरि यो फेक हो है भन्ने चाहिँ नहोस्। त्यही भएर डकुमेन्टेसनमा पनि एकदमै ध्यान दिने। अनि डकुमेन्ट पछि हाम्रो के आउँछ भन्दाखेरि त्यसपछि आउँछ हाम्रो कन्सल्टेन्सी। इफ एकाडेमिक राम्रो छ, माइन्डसेट क्लियर छ, ल्याङ्ग्वेज पनि सिकिँदैछ, डकुमेन्ट बनाउनु पनि पुरै तयारी भइसक्यो, सबै जेन्युन डकुमेन्ट बनाउने तयारी भइसक्यो, तर कन्सल्टेन्सी राम्रो परेन भने यो गेम इज ओभर, त्यहाँनिर तपाईँहरूको गेम ओभर हुन्छ। त्यही भएर कन्सल्टेन्सी चुज गर्दाखेरि चाहिँ एउटा कन्सल्टेन्सीमा मात्र नजाने, एकजनाको कुरा मात्र नसुन्ने, एउटाले भनेको मात्र लाइक अब त्यो मान्छे आफ्नो भिसा लागेर त्यही कन्सल्टेन्सीबाट साउथ कोरिया आएको किन नहोस्, हो त्यो मान्छेको मात्र भरोसा पनि नगर्ने, त्यो मान्छेको मात्रै कुरा पनि नसुन्ने होइन। त्यति धेरै अनलाइन प्लेटफर्महरू छ, त्यहाँ गएर सर्च गर्ने, हेर्ने, त्यो कन्सल्टेन्सीको बारेमा रिभ्यू पढ्ने, अनि यता सोध्ने उता सोध्ने। त्यो यति धेरै मान्छेहरू एप्लाई गरिरहेको हुन्छ नि, सबै कन्सल्टेन्सी डुल्सकेको हुन्छ क्या, तिनीहरूलाई पनि थाहा हुन्छ यो कन्सल्टेन्सी कस्तो, यो कन्सल्टेन्सी कस्तो भनेर। त्यही भएर धेरै रिसर्च गर्ने, अरूमा रिसर्च नगरे पनि कन्सल्टेन्सी खोज्न चाहिँ सबैभन्दा त्यसलाई इम्पोर्टेन्स पनि धेरै दिने, त्यसलाई त्यसको रिसर्च पनि धेरै गर्ने, कन्सल्टेन्सी राम्रो चोइस गर्ने, अनि द्याट विल बी यर बेस्ट अप्सन होइन। अनि कन्सल्टेन्सी चुज गरिसकेपछि हाम्रो अर्को के आउँछ भन्दाखेरि त्यसपछि आउँछ कन्फिडेन्ट चाहिँ हुनु पऱ्यो क्या। ओभर कन्फिडेन्ट भन्दा पनि कन्फिडेन्ट हुनु पऱ्यो, किनभने कसैको चाहिँ के हुन्छ भन्दाखेरि सुरुमा केही हिम्मत लिएर गरेको हुन्छ, अन्तिममा त्यही हुँदैन, भिसा आइसकेपछि एकदमै आत्तिने, एकदमै डराउने हुन्छ होइन। त्यस्तै चाहिँ कसैलाई पनि नहोस्। त्यही भएर सुरुमा जस्तो माइन्डसेट बनाएको थियो, जसरी आफूलाई मेन्टली प्रिपेयर गरेर एप्लाई गर्न सुरु गरेको थियो, हो त्यस्तै अन्तिमसम्म पनि त्यही हुनु पऱ्यो। कोरिया आइन्जेलसम्म, कोरिया बसिन्जेलसम्म त्यही नै हुनु पऱ्यो क्या, त्यही माइन्डसेट हुनु पऱ्यो, त्यही हिम्मत हुनु पऱ्यो। अनि इफ त्यो भयो भने सबै प्रोसेस भयो, भिजा पनि आयो, आफूलाई कन्फिडेन्ट पनि छ, साउथ कोरिया आएर बस्न सक्छु, स्ट्रगल गर्न सक्छु भन्ने कन्फिडेन्ट पनि छ भनेपछि अन्तिममा म बोनस पोइन्टमा चाहिँ म के भन्छु भन्दाखेरि चाहिँ डिसिप्लिन होइन। यो चाहिँ मैले सुरुमै भन्दा पनि हुन्थ्यो, तर अन्तिममा भन्दा केही फरक चाहिँ पर्दैन। सबैलाई थाहा नै होला, डिसिप्लिन चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो होइन। आम मान्छे अथवा जसकै जिन्दगीमा पनि त्यो सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ डिसिप्लिन हो क्या। अनि त्यही भएर आफ्नो डिसिप्लिन बनाएर आउने, हामी त के भन्नु म्याक्सिमम होइन, जो हामी नेपालबाट आएको म्याक्सिमम मान्छेहरूको बानी चाहिँ के हुन्छ भन्दाखेरि रुल्सहरू फलो नगर्ने हुन्छ, किनकि त्यहाँ त्यस्तै नै छ नि त। जेन्युन भन्नुपर्दा नेपालमा म्याक्सिममले रुल फलो गर्दैनन्, इभन हामीले पनि गरिँदैन होइन। तर यहाँ साउथ कोरियामा चाहिँ त्यस्तो हुँदैन क्या, अरू विदेशहरूमा पनि त्यस्तो नहोला, तर म चाहिँ यहाँ साउथ कोरियामा छु, त्यही भएर मलाई साउथ कोरियाको बारेमा थाहा छ। रुल भनेपछि यहाँनिर एकदमै टाइट छ, सबैले फलो गर्नुहुन्छ, सबैले फलो गर्छन्। अनि त्यही भएर हामीले पनि गर्नुपर्छ। अब यताको कल्चर फलो गर्नु पऱ्यो, यताको रुल फलो गर्नु पऱ्यो, सबै कुरा यताकै फलो गर्नु पऱ्यो। त्यही भएर त्यसको लागि पनि आफू मेन्टली पनि प्रिपेयर हुने, फिजिकली पनि प्रिपेयर हुने, यसो यताउता बुझ्ने, कोरिया के छ कस्तो छ, अनि के गएर बस्न सकिन्छ त बस्न सकिँदैन त, सबै कुरा बुझ्ने, मेन्टली प्रिपेयर हुने, आफूमा डिसिप्लिन राख्ने, अनि त्यसपछि एप्लाई गर्ने, आउने। साउथ कोरिया त्यस्तो नराम्रो छैन, त्यस्तो राम्रो पनि छैन, ठिक्क छ, जे राम्रै छ भनौँ न, एक तरिकाले राम्रै छ भनौँ।
धेरै राम्रो छ होइन, धेरै धेरै नै राम्रो छ। त्यही भएर सब को एप्लाई गर्ने सोच राखिराख्नु भएको छ, सबैलाई बेस्ट अफ लक। अनि अब केही क्वेसन भए मैले म सब यो चाहिँ आउटलाइन, जस्ट एउटा आउटलाइन भनिदिएको। इफ केही क्वेसन आयो भने केही कुराको बारेमा, जस्तै डकुमेन्ट कन्सल्टेन्सी के को बारेमा भन्नु पर्यो त्यो मलाई भन्दाखेरि हुन्छ। म त्यो एउटा टपिकको लागि एउटा भिडियो बनाएर म पोस्ट पनि गरिदिन्छु, अलिक दिनमा म पोस्ट पनि गरिदिन्छु। अरू नै केही क्वेसनहरू आएको छ भने पनि त्यो कमेन्टमा लेखिदिनु, म त्यसको पर्सनल्ली रिप्लाई पनि गर्छु, या नभए सबै कमेन्टहरूलाई समेटेर चाहिँ एउटा भिडियो बनाएर म पोस्ट पनि गरिदिन्छु। अनि आज चाहिँ यति नै भन्दै आजको यो ब्लग भन्दा पनि इन्फर्मेसन आउटलाइन इन्फर्मेसन भिडियो चाहिँ म यहाँनिर सकिन चाहन्छु। बिहान हेर्दै हुन्छ भने गुड मर्निङ, दिउँसो हेर्दै हुन्छ भने गुड आफ्टरनुन, र राति हेर्दै हुनेछ भने गुड नाइट भन्दै आजको यो इन्फर्मेसन भिडियो म यहीँ सकाउन चाहन्छु। धन्यवाद। 감사합니다।